स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को भिडियोमा। अनि धेरै समयको बादमा म चाहिँ भिडियो बनाउँदै छु साथीहरु। पहिले तपाईहरुले मेरो मुख बाङ्गो देख्नुहुन्छ होला, तर मेरो मुख चाहिँ वास्तवमा बाङ्गो छैन। म मान्छे पनि सिधा, मेरो मुख पनि सिधा, म सबै सिधा। म जस्तो सोझो त अहिले आज चल आजा। मेरो साथी बोलाउँदैछु ल। आइज आयो 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 ल। यहाँ आइज 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 चाहिँ मेरो अङ्गरक्षक 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 डेन 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 डेन। यस्तो उटपटाङ कुराहरू मात्रै आउँछु साथीहरू मलाई चाहिँ होइन। ल हेर्नु, सबैहरूले सोच्नुहुन्छ ल मेरो बडीगार्ड, नेपालीमा चाहिँ अङ्गरक्षक। साथीहरू मेरो अङ्गरक्षक त माथि नै हुनुहुन्छ होइन, सबै कुरा माथि नै हुनुहुन्छ। तर यो चाहिँ एउटा माध्यम हो ल। अब म चाहिँ दाउरामा जाँदैछु अहिले। खानासाना खाएर 10:30 भयो। आज बेलैमा खाना खाएर म चाहिँ जाँदैछु साथीहरू। म बुवा अनि देपा भाइ चाहिँ उहाँ जाँदै हुनुहुन्छ। आज मौरी ल्याउने अरे, मौरी काट्नु जानुहुने अरे। अनि मैले चाहिँ यहाँ दाउरा हिजो काटिरहेको थिएँ, लिनु आएको ल साथीहरू। अनि मैले चाहिँ जङ्गलबाटै भिडियो स्टार्ट गरेको ल। आज फेरि पनि एकछिन हामी जङ्गलै आउनेवाला छौँ। अब के कतिजना हुन्छ, 4-5 जना कतिजना हुन्छौँ। अनि हामी चाहिँ आज खजाना टिप्नु जाँदैछौँ साथीहरू, जङ्गलमा खजाना भनेर। तपाईँहरूले अब म चाहिँ किन अहिले नै यहाँ आइहालेको भने नि, अहिले भरे दिउँसो भ्याउँदिनँ। अब एकैचोटि बेलुका मात्रै। अब यस्तो हुन्छ कि दिनभरि घरमा सुत्ने उठ्ने मात्रै काम हुन्छ नि त होइन। बरु भन्दाखेरि जङ्गल गयो भने एउटा केही काम पनि हुन्छ, आफ्नो बडीलाई आफ्नो शरीर बोधो पनि हुँदैन नि त साथीहरू। त्यो पनि हो ल। म चाहिँ आइसकेँ फाइनली साथीहरू। बोल्दा बोल्दै कति छिटो म आइसकेँ। मेरो दाउरा कति राम्रो देखेको हौ जङ्गल। अब साथीहरू मेरो अङ्गरक्षक हरायो, म बोलाउँछु अङ्गरक्षक अङ्गरक्षक। आएन, यसले अहिलेसम्म उसको नाम बुझेको छैन क्या। मेरो अङ्गरक्षक चाहिँ हो, तर कहाँ छस् कहाँ छस्? ए पर पुगेछ देपाहरूकोमा, केही छैन। मलाई डर लागेको त होइन नि साथीहरू, मलाई डर त लाग्दैन, यहाँ नजिकै छौँ। अनि अब म चाहिँ यहाँ भारी लाउँछु, सट्ट भारी लाउँछु ल। अनि जानुपर्ने हुन्छ साथीहरू। घर गएर चाहिँ अब मेरो काम केही छैन, सट्ट आउने। अनि साथी माथि सुन्ता दिदी आउनुहुन्छ होला, थाहा छैन। मम्मीदेखि खबर पठाएको छु। अनि चाहिँ हामी चाहिँ जान्छौँ आज चाहिँ। हामी यतै आउँछौँ होला, यतैतिर त हो ल। अघिको ठाउँमा साथीहरू भन्दै आउनुपर्छ ल। अब चाहिँ म भारी ल्याउँछु है त साथीहरू ल। अब छिटो छिटो जानुपर्छ, सुँगुरको चारो पनि दिनुपर्ने छ क्या। अब हो त्यही भएर ल। है त पक्कै पनि देखिरहेको छु होला। म चाहिँ जङ्गलमा कराउँदैछु एक्लै अहिले चाहिँ ल साथीहरू। अब म भारी ल्याउँछु, हेर्नु होला हेर्नु होला। अब भारी ल्याएर हामी चाहिँ जानुपर्ने हुन्छ। मेरो अङ्गरक्षक पनि हरायो है, त्यसो अङ्गरक्षक मलाई चाहिँदैन। फाइनली भारी चाहिँ भइसक्यो। अब हामी चाहिँ घर जानुपर्छ ल। यहाँ त मजाले देखेको छुइनँ होला, मैले परसम्मको लागि बनाएको थिएँ। अब गएर चाहिँ छिटो अनि आइहाल्ने, यतै आउने ल साथीहरू। हेर्दै गर्नु ल। अनि मेरो अङ्गरक्षक पनि बुवाहरूसँगै भागेर गयो, बुवाहरूसँगै भाग्यो ल साथी। दरबाट आएर पनि फेरि चारोमा गएर पनि भर्खर आइपुग्यो। अनि चाहिँ 2:30 भयो। अब चाहिँ म के गर्छु भने
म चाहिँ अब कृषिमा क्रान्ति नै गर्ने हो साथीहरू, अरू त केही नै होइन। त्यहाँ अब लौका मम्मीले रोप्नु भएको रहेछ, अब त्यहाँ चाहिँ म चाङ बनाइदिन्छु साथीहरू, खतरा दामी लाखास भने जस्तै बनाइदिन्छु। आमामा हावा यस्तो मिठो आयो कि यस्तो मिठो। हिजो त यति बेलै हो म जङ्गल गएको थिएँ, म साँच्ची भनेको जङ्गलमा बिहोस भएर झन्डै नै लडेको यो क्या। अनि म एक्लै गएको थिएँ नि त, एक्लै गएको अनि पुरा मलाई त त्यो दाउरा चिरेपछि त हिजो त यस्तो कहाँ शीतल थियो, घाम लागिरहेको थियो, गर्मी थियो अप्पी, अनि पुरा मुटु भित्र कामे जस्तो हुन्छ। अनि म त पुरा एकचोटि ड्याङ्गो लाग्दाखेरि म त्यसरी नै ढलेको थिएँ क्या, अलिअलि थापाउँदा पाउँदै पुरै बेहोसै भएको थिएँ। पुरा त्यस्तै हुनु खोज्छ त। म त अब पानी पनि बोकेको छुइनँ, फोन पनि बोकेको थिइनँ, निकै गाह्रो भयो। अनि लुगासुगा यहाँ माथि उ गरिहालेर बसेँ है। एकछिन बल्ल कहाँबाट अलिअलि हावा आयो क्या, कहाँ यस्तोमा चिसो भयो जस्तो लाग्यो। अनि चाहिँ बल्ल अलिक होस आयो, नभए त म त हिजो त सकिनै गएको नै भन्दा नि हुन्छ साथीहरू। अब म चाहिँ त्यहाँबाट घुच्चा काट्छु ल, हामी अब चाहिँ घुच्चा काट्दा भेट्नुपर्छ ल साथी। म पानी खान्छु, पानी चाहिँ एकदमै खानुपर्छ। म चाहिँ पानी एकदम कम खान्छु र पनि होला त्यस्तो भएको जस्तो लाग्यो अहिले ल। अब पानी खान्छु अनि पर जान्छु खनेर। आज चाहिँ चाङ बनाउनु पर्ने हुन्छ साथी, सबै कुरा एकैचोटि सक्नुपर्ने हुन्छ ल। शुक्रबार शनिबार आइतबार त भ्याइँदैन, सेवा खाइ जानुपर्छ ल त साथीहरू ल। आज निकै नकर पार्दै बोल्दैछ चाहिँ रमिला भन्दैछ क्या, एउटा भन्दै चाहिँ ल साथी परै भेटौँ है त। अब हामी के गर्नुपर्छ, घोचा गाड्नुपर्छ, लाइन पनि आए जस्तो छ ल। मेरो उयो म चाहिँ आइसकेको छु त, अब हिँडेँ है घोचा गर्नलाई। कागी भएर देख्नुभयो कि होइन साथीहरू, चारोबाट आएको होइन, बिचरा मलाई चारो खोजिसकेर उसको काम गर्दैछ। तर मेरो यहाँ डनहरू यहाँ छ दुइटा, सुत्दा पनि सुत्दैन, यता राक्षसहरू। अब म यहाँ किला गाड्छु है त ल, हेर्नु है। अब यहाँ हिलो छ, म गएर मात्रै भिडियो देखाउँछु ल साथीहरू। मैले चाहिँ अघि भिडियो बनाउनै भुलिहालेँ क्या कामको सुरुमा ल। हेर्नु यस्तो बनाएँ मैले चाङ चाहिँ। अब यहाँ चाहिँ लौका फलाउने अघि नै मैले त्यहाँ काम गरेँ, तर मैले देखाइनँ ल साथीहरू, अप्ठ्यारो भयो। अब म चाहिँ खाना बनाउनु पर्ने हुन्छ। अनि मैले यति बनाइसकेछु है दाउरा एक भारी गर्दै। फेरि काम देखाएको भन्नु होला नि, फेरि चाहिँ टोपलेको ल। अब चाहिँ खाना बनाउनु पर्ने हुन्छ। मेरो हात धुन्छु, यस्तो छ हात। अब हात सात धुन्छु ओर्छु अनि खाना पकाउँछु। अनि छिट्टै पकाइसकेर छोरालाई होमवर्क गर्नु सिकाउनु पर्ने हुन्छ। खाना बनाउँछु, खानामा के बनाउँछु भनेर हेर्नु ल अन्तिमसम्म। हावा चलिरहेछ, हेर्नु होला ल अन्तिमसम्म साथीहरू। म चाहिँ खाना बनाउनु लागेको छु बेलुकाको। आज त कस्तो राति त पानी पर्ला जस्तो छ है ल। यहाँ हेर्नु, हामी चाहिँ यस्तो पकाउँछौँ भाँडामा गाउँघरमा। त्यही पनि हेर्नु न के पकाइरहेको छु थाहा छ तपाईँहरूलाई, मकै र धानको भात मिसाएर। मलाई चाहिँ एकदम यो चाहिँ मिठो लाग्छ क्या। हाम्रो त चुल्हा पनि यस्तो छ, पुरा यस्तो हुन्छ गाउँमा। अनि यो चाहिँ बुवाहरूले अघि भन्दै थिएँ नि मैले तपाईँलाई, देपाहरू चाहिँ आज जङ्गल मौरी काट्नु जानु हुँदैछ भनेको, तर मौरी चाहिँ पाउनु भएन छ कि के अरे। अनि त्यसपछि च्याउ चाहिँ ल्याउनु भएछ है। अनि च्याउ चाहिँ लिएर आउनु भएछ। अब यो च्याउ पकाउँछु अनि हामी खान्छौँ। आमामा मौसम त कस्तो कालो मैलो भएको, डर लाग्दो। हेर्नु न साथीहरू, यस्तो भइरहेछ कालो मैलो। तपाईँहरूले त फोनमा त उज्यालो देख्नुहुँदैछ ल। मेरो छोराको बुक चाहिँ यहाँ रेडी, होमवर्क सबै रेडी गरेर चाहिँ कहाँ गएको छ भने नि खेल्नु गएको छ। अहिले एकछिनमा आएर गर्छ अरे। पुरा कालो मैलो नि, पुरै कालो मैलो। तपाईँले फोनमा त क्लियर देखिरहनु भएको छ, तर रात परिसकेको छ ल। मेरो भिडियो चाहिँ अब यसरी हेर्दै गर्नु ल। म मिलाउँदै बनाइरहेको छु। मेरो कन्टेन्ट यस्तै भयो। आज चारोमा जाँदाखेरि चाहिँ मैले भिडियो बनाउनु पाइनँ क्या, दुईजना मात्रै भयौँ नि मस्त कफमा। धेरैजना जाने भनेको सुन्तकिरी पनि भ्याउनु भएन अरे। त्यस्तै भयो साथीहरू। अब मेरो खानामा चाहिँ आज यस्तै पाक्दैछ।
अब यहाँ खाना पाक्दैछ, यहाँ तरकारी पाकिहाल्छ ल साथीहरू। अनि त्यसपछि चाहिँ म नानीलाई होमवर्क सिकाउँछु अथवा नुहाउँछु, नानीलाई होमवर्क सिकाउँछु, दुइटामा एउटा के हुन्छ। मेरो फोन चाहिँ म चार्ज गर्छु, किनभने अब यो लाइनहरू गयो भने राति नानीलाई होमवर्क सिकाउनु पर्ने हुन्छ, बिहान त अलिक टाइम हुँदैन नि त। त्यही भएर चाहिँ साथीहरू अब के कति भयो मेरो भिडियो चाहिँ तपाईँहरूले मिलाएर हेर्नुभयो, त्यसका लागि अब तपाईँहरूलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला भन्दै म चाहिँ यहीँ बिदा हुन चाहन्छु है त साथीहरू। बाई बाई।